एउटा कुरा भनौँ भन्नु तिमीलाई सिकुटी कस्तो लाग्छ मनपर्छ त्यसो भए आज सिकुटी मजाले खानुपर्छ ल पानी पनि परिरहेछ होइन बाहिर पनि अब आज चाहिँ यही खाने हो बस्ने हो होइन लाग्छ अरूलाई चाहिँ मिठो लाग्छ मैले बनाएको ल ओके त्यसो भए आज मजाले खाने हो होइन अनि यो अचार चाहिँ के को खतरा दामी देखिन्छ यो अचार आलासको हाई गाइस वेलकम ब्याक टु माई फेसबुक पेज आज पनि नयाँ भिडियो लिएर आइसकेको छु होइन हेर्दै गर्नु होला हाम्रो चाहिँ अलिक परैको यात्रा छ चाहिँ आज सुकुटी खाँदैछौँ है त बाहिर चाहिँ झमझम पानी पनि परिरहेको जस्तो भइरहेछ परि पनि रहेछ अनि यहाँ घरमा चाहिँ कोही पनि हुनु हुँदैन आज चाहिँ होइन अनि दुईजनाको काम चाहिँ यही छ सिकुटी पनि बनाउने होइन अनि अब काममा जाऊँ भने पनि पानी परिरहेछ र हाम्रो फुल भिडियो चाहिँ युट्युबमा पनि हेर्न सक्नुहुन्छ है युट्युबमा पनि भिडियोहरू आइरहेछ है सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला र मौसम चाहिँ एकैछिनमा यहाँ हेर्नु न अब बर्को रूपमा पुगेको थिएँ एकछिन दोकान जाँदाखेरि चाहिँ होइन अनि बर्को रूपमा चाहिँ यहाँ हेर्नु न यत्रो लहरा छ नि त यहाँ चाहिँ यस्तो झुन्निएर सानामा चाहिँ यस्तैमा झुन्निएर पिङ खेल्ने गरेको अनि याद आइहाल्यो क्या अनि टक्कसँगले अब हामी चाहिँ हिँड्दै अब बाटो पनि यस्तो छ हिँड्दै कहाँ अब चाहिँ यात्रा गरेर चाहिँ हामी चाहिँ बल्ल घर आइपुगेको नि त अनि पानी चाहिँ हल्का रहिसकेको थियो अहिले चाहिँ खासै पानी परेको छैन बिहानखेरि चाहिँ ल पकाउँदै हाम्रो सिकुटी चाहिँ पाक्दैछ नि त अब तपाईँहरूलाई ककरलाई मनपर्छ है कसले खानुहुन्छ खानु हुँदैन यदि खानुहुन्छ भने मिठो कमेन्ट गर्नु होला है त ओके अनि यता तरकारी पनि पाक्दैछ घट्टाको आलुको होइन यहाँ चाहिँ एउटा कुरा के तपाईँहरूलाई थाहा छ गाउँको माटोको चुल्हामा पकाएर खानुको चाहिँ मजै छुट्टै हुन्छ क्या त्यो पनि आफै चुल्हामा बसेर चाहिँ भान्से लागेर है अनि यस्तो माटोमा चुल्हामा बसाएर चाहिँ पकाएर चाहिँ खाएको नि बेग्लै मजा हुन्छ के एकछिन छोपिदिउँ आलासको अचार पनि रेडी भएछ